नमस्कार। यदि तपाईहरु स्टुडेन्ट भिजामा जापान जान चाहनुहुन्छ भने अब पहिलो कुरा त तपाईले कम्तीमा पनि 6-7 महिना जापानिज भाषा अध्ययन गरी आफूलाई राम्रोसँग लेख्न र बोल्न सक्ने बनाउनुस्। किनकि यो पछिल्लो समयमा अहिले धेरै कलेजहरुले इन्टरभ्यु पास गराएर मात्र स्टुडेन्ट भिजामा जापान लग्ने व्यवस्था गरेको हुनाले तपाईहरुले यदि राम्रोसँग जापानिज भाषा पढ्न र लेख्न सक्नु भएन भने तपाईहरुले इन्टरभ्यु पास गर्न सक्नुहुन्न र जसले गर्दाखेरि तपाईहरुको जापान जाने सपना पनि अधुरो हुन सक्छ है। त्यो भएको कारणले जति सक्नुहुन्छ यो खाली समयमा जापानिज भाषा अध्ययन गरी आफूलाई राम्रोसँग जापानिज भाषामा लेख्न र बोल्न चाहिँ नि अब्बल बनाउनुस्। यदि तपाईहरु स्टुडेन्ट भिजामा जापान जान चाहनुहुन्छ भने हुराईमा रहेको एस भिक्टोरिया ट्युसन सेन्टर प्रणालीमा जापानिज भाषा तयारी कक्षाहरू सञ्चालन भइरहेका छन् र म तपाईहरुलाई यो पनि जानकारी गराउँदछु कि यस संस्थामा तपाईहरुलाई इन्टरभ्युको प्रिपरेसन क्लासहरू पनि हामीले गराउँदछौँ, जसले गर्दाखेरि तपाईहरुलाई इन्टरभ्यु पास गर्न पनि सजिलो हुनेछ। साथै एसएसडब्ल्यू भिजामा पनि तपाईहरु जापान जान चाहनुहुन्छ भने एकपटक यस संस्थामा सम्पर्क गर्नुहोला। हस् त, धन्यवाद।